हेलो हेलो गाइज, अब हामी जाँदैछौँ होन्डा सोरुम है। होन्डा सोरुममा अब स्कुटर हेर्नलाई है, न्यू स्कुटर आज भयो भने अलि झिकझ्याक पाराले जान्ने बनेर बिच बिचतिर ओभरटेक गरेर दौड्यो भने चाहिँ रिस्की नै हुन्छ। अब पर्फेक्ट नभएको मान्छेहरू चाहिँ छेउछेउ कुदाउने, सकेसम्म मेन रोडतिर नजाने, सर्टकटै हिँड्ने। बाटो खुलिसकेको छ है गाइज अहिले चाहिँ। फर्स्ट टाइमतिर छिर्ने मात्रै खुलेछ अरे। हो त्यहाँ त जामै त सधैँ पनि है। अवस्थामा ट्रेनले उतारेर लगिरहेको छ है। फाइनल्ली आगो सागो निभाएर यसलाई यसरी उठाएर लान सफल भएको छ है त। बाटो खुल्ला गर्दै बाटो बनाउँदै अगाडि हाम्रो राष्ट्र सेवक प्रहरी सुरु रोकी नंगड़ी पार्किंग लाया ना बैंक चुकी मल्टी तो यहाँ ला शोरूम है ना ये ताला ठेका चाहिँ चुरी हाल्दा ल चुकी हामी सामने तपाईँ ल गाइस यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुलाई त त्यही टिपर हो जसले चाहिँ अवस्था हेर्न सक्नुहुन्छ नाजुक छ है। जसले चाहिँ स्कुटरमा मान्छे खिचिक्क पारेर मारेको थियो नि आज त्यही टिपर हो। यो जलाएर ध्वस्त पारेको अवस्था छ। यसरी लगिरहेको छ ट्रेनले। ब्याक गरेर पो तान्दो रहेछ है। यो क्रेन हो कि के हो। लोड पनि जस्तोको जस्तै छ टिप्परको। बालुवा बालुवा सारेको टिप्पर रहेछ। बाटो जाम भएको अवस्था हेर्न सक्नुहुन्छ तपाईहरुले। यहाँ यस्तो जाम भइसक्यो बाटो हैन। फाइनली त्यो क्रेनले तानेर टिप्परलाई व्यवस्थापन गरिसकेको छ है। पहिले प्रहरी थोरै थियो, आगो निभाउन सकिरहेको अवस्था थिएन हैन। पब्लिकहरु यति धेरै थियो तर पछि प्रहरीहरु एटिएफहरु नि आए जस्तो लागेछ। अनि धेरै आएर अनि आगो सागो निभाएर फाइनल गाइस हिजो अस्तिबाटै स्कुटर लिम भनेर हेरिरहेको हैन। यो स्कुटर कुन चाहिँ राम्रो लिने भनेर छानिरहेको अवस्था थियो। तर आजको यो घटनाले गर्दाखेरि बुढीले एक्कासी स्कुटर नलिने भनेर मुडै चेन्ज गरिदियो के। डरायो म त स्कुटर नलिने भन्छ अहिले। अब के गर्ने हो, लिनु त पर्यो नि हैन। मर्छु भनेर डराएर पनि भएन। अब हेरौँ के हुन्छ हैन। बुढी आउँदैछ, उसलाई यसो फकाउनु पर्ला नि त। डर मान्ने हो भने त अब कसैले चलाएन भने त के गर्ने हैन। यहाँ बुढीलाई कुरिरहेको हैन। बनेपामा यस्तो धुवा धुलो, मास्क पनि ल्याएन। एउटा मास्क लिनुपर्ने अवस्था भयो हैन। यस्तो धुलो धुवाहरू उडिरहेछ नि। बाटो पनि बनाइरहेछ नि त सबै। अब बाटो बनाइरहेको हुनाले चाहिँ यस्तो अवस्था आएर छ गाइस हैन। गाह्रो छ स्थिति। एकछिन पनि बस्नलाई यहाँ हैन। यसो विचार गर्दाखेरि जानु पर्ला यार कतै। त्यहाँबाट आउँदैछ ल बच्चा बोकेर आउँदैछ। बच्चा बोकेर आउँदैछ। उयो तल के छ पुकु पुकु यता हेर त। हेलो गरे खै। लगाइ अब चाहिँ हामी जाँदैछौँ होन्डा सोरुम। के छ बुढी स्कुटर लिने कि नलिने? यता हेरेर भन त स्कुटर लिने कि नलिने? अघि त्यो टिप्परले के अरे त्यो स्कुटर हानेको भनेर डराएर नलिने भने कि जुवाई ऊ त्यहाँ कुकु ठिक छ। हाँस्छ के यता मोबाइल देखाउने बित्तिकै। ल ल ल ल ल ल फाइनल्ली हाम्रो चाहिँ होन्डा लिने, होन्डाको डियो लिने, टप मोडलको लिने कुरा भएको थियो गाइज हैन। तर त्योभन्दा अगाडि एकचोटि टिभीएस पनि हेरौँ। टिभीएसको एन्टोर के भन्ने हैन। त्यसको टप मोडल चाहिँ खतरा छ भन्ने सुन्यौँ। अनि एकचोटि हामी चाहिँ टिभीएस सोरुम जाँदैछौँ एकचोटि हैन। अनि टिभीएस सोरुम गएर टिभीएसको पनि हामी एकचोटि हेर्छौँ हैन। अनि टिभीएसको स्कुटर मन पर्यो भने यहाँबाट लिन्छौँ।
अनि यहाँको ठिक लागेन भने फेरि हामी जान्छौँ होन्डा सोरुममा गएर हिजो हेरेको स्कुटर लिन्छौँ है त गाइस। फाइनली टिभीएस सोरुम हेरियो होइन हामीले, ठिक छ, एकदमै राम्रो चित्त बुझ्दो छ होइन। अब हाम्रो सल्लाह चाहिँ के हो भने फेरि एकचोटि होन्डामै जाऊँ अनि त्यसपछि फेरि यता आएर विचार गरौँला। यताको बाटो यस्तो बिजोको अवस्था छ हेर्नुहोस्, कहिले बन्ने हो थाहा छैन। कुलमान घिसिङले फेरि रिस्टार्ट गर्न लागेको अरे भन्ने सुनेको थियो। गाइस फाइनल्ली हामी चाहिँ टिभीएस लिने भयो होइन, टिभीएस सोरुम फर्केर आएको छौँ अहिले चाहिँ हामी। सो गाइस टिभीएस सोरुम यहाँ छ होइन, अब हामी चाहिँ यही हेर्ने हो। एकछिन जेम ल यार, कलर चाहिँ अघिकै ठिक छ है, कलर पनि केक खान आएको म हल्का फुल्का काम चलाउ गर्छु यहाँ राखिदियो होइन, यही होइन, यही हो नि, यही हो। जुपिटरको टेस्ट ड्राइभ हुँदैछ है यहाँ। अब टिभीएस जुपिटर टेस्ट ड्राइभ। चार्ज गर्न नि मिल्ने, चार्ज गर्न नि मिल्ने ल डिक्कीमा पनि ठाउँ ठिकै रहेछ। ससुराल जाँदा पनि काम लाग्दैन थियो त कसैले एकदम ठिक हुन्छ। ल अब केक काट्यो होला अब स्कुट लाग्यो, केक पनि काट्ने स्कुट पनि लाग्यो। त्यसको ओइल कहाँबाट हो खै, यो कहाँ हो ओइल हाल्ने, कहाँ ओइल ट्याङ्क कहाँ हो?
था